धन्यवाद। इस कार्यक्रममा उपस्थित आदरणीय व्यक्तित्वहरू, विभिन्न मन्त्रालयका सचिवहरू, सहसचिवहरू, विशिष्ट अतिथिज्यूहरू, बीमा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, पूर्व अध्यक्षज्यूहरू, बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षज्यूहरू, बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न आदरणीय व्यक्तित्वहरू, सञ्चारकर्मी मित्रहरू, नेपाल बीमा प्राधिकरण आज आफ्नो स्थापनाको 56औं वर्ष पार गर्यो, 57औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बीमा क्षेत्रका सरोकारवालाहरू सम्पूर्णमा हार्दिक शुभकामना एवं धन्यवाद दिन चाहन्छु। बीमा क्षेत्रलाई व्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन, नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन, बीमा क्षेत्रमा सुशासन कायम गरी मुलुकको आर्थिक विकासमा बीमा क्षेत्रको योगदान बढाउन प्राधिकरण दृढ प्रतिबद्धताका साथ निरन्तर क्रियाशील रहेको छ। अर्थ मन्त्रालयबाट एउटा शाखाको रूपमा सुरु भएको यो संस्था आजको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा 160 भन्दा बढी दक्ष जनशक्ति भएको अवस्थासम्म पुर्याउन योगदान दिनुहुने यस संस्थाका आदरणीय पूर्व अध्यक्षज्यूहरू सहित सम्पूर्ण व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। विगतमा अग्रजहरूले गरेको जिम्मेवारीपूर्वक प्रयासको कारणले गर्दा यो संस्था आजको यस अवस्थामा आइपुगेको छ। यो संस्था जुन अवस्थामा पुगेको छ यसमा निरन्तर विगतमा जसरी सुधारहरू भए थप सुधारको आवश्यकता भने कायमै छ। विगतका नेतृत्वबाट सुरु गरिएका असल अभ्यासलाई निरन्तरता दिँदै समयानुकूल अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत प्राधिकरणबाट आत्मसात हुने म विश्वास दिलाउन चाहन्छु। बीमा ऐन, बीमा नियमावली, राष्ट्रिय बीमा नीति तथा नेपाल सरकारद्वारा जारी भएका निर्देशनहरूलाई कार्यान्वयन गर्दै प्राधिकरण आगामी वर्षहरूमा बीमा क्षेत्रको दिगो विकास र गुणस्तरीय बीमा सेवाको प्रवाहलाई प्राथमिकता राख्दै निश्चित कार्ययोजनाहरू तय गरी अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु। बीमा क्षेत्रको विकासका लागि बीमा कम्पनीका गतिविधिहरूलाई पारदर्शी बनाउनु पर्ने अत्यन्त जरुरी छ। अघि पनि कुरा आयो, बीमा कम्पनीहरूले दाबी भुक्तानी सहज गरिदिएको अवस्थामा बीमाको विश्वसनीयता बढ्ने थियो। म भनिरहेको छु, हिजो पनि भनिरहेको थिएँ, म अस्तिदेखि पनि भनिरहेको छु, हाम्रो एउटा समस्या दाबी भुक्तानी पनि कतै न कतै हो। दाबी भुक्तानीका हकमा हामीले सायद प्रभावकारी अन्डरराइटिङ गर्न नसक्दाखेरि अन्तिममा क्लेममा जुन समस्याहरू आइरहेका छन् त्यसलाई हामीले निरन्तर सुधार गर्दै जानुपर्नेछ। बीमाको विकासका लागि समय सापेक्ष हामीले नियमनलाई प्रभावकारी बनाउनु पर्नेछ। आधुनिक सुपरिवेक्षण प्रणालीलाई प्रविधिसँग जोड्दै हामी कार्यान्वयन गर्नेछौँ। उच्च जोखिम भएका बीमकहरूमा सुपरिवेक्षकीय निगरानी बढाउने, न्यून जोखिम भएका बीमकहरूमा लक्षित क्षेत्रमा मात्रै बढी केन्द्रित भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण महत्त्वपूर्ण हुनेछ। जोखिममा आधारित सुपरिवेक्षण नेपाल बीमा प्राधिकरणले अवलम्बन गरिसकेको छ। यसको प्रभावकारी कार्यान्वयनले बीमकको वित्तीय स्वास्थ्य थप मजबुत बन्दै बीमितलाई तोकिएको म्यान्डेटभित्रको उसले प्रभावकारी सेवा सुविधा दिने सम्भावना तब मात्र सिर्जना हुन सक्दछ। बीमा क्षेत्रमा निकै लामो समयदेखि रहेका कानुनी अस्पष्टता हटेर बीमा ऐन 2079 र बीमा नियमावली 2081 लागू भएसँगै एउटा बलियो कानुनी आधार सृजना भएको छ। बीमा ऐन नियमावलीका व्यवस्थाहरू कार्यान्वयन गर्न प्राधिकरणले विभिन्न विनियम, निर्देशिका, मापदण्ड, कार्यविधि, निर्देशन जारी गरेको छ। त्यसरी छरिएर रहेका विभिन्न निर्देशन, निर्देशिकाहरूले कार्यान्वयनमा पारेको जटिलता बीमा कम्पनी, विशेष गरी बीमकका साथीहरूसँगै बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनको कारणले गर्दाखेरि हामीले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको विषयमा विगतदेखि नै पटक पटक आइरहेको कुरालाई, अस्पष्टतालाई चिर्न हामी त्यसरी छरिएर रहेका एकीकृत निर्देशनलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन हामी जारी गर्ने क्रममा छौँ। उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालना गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने हाम्रो अपेक्षा छ। सम्भवतः हामी आगामी आर्थिक वर्षको साउनदेखि नै
कार्यान्वयन गर्ने गरी एकीकृत निर्देशन ल्याउने गरी काम गरिरहेका छौँ। हाम्रो टिमले एकदम गतिका साथ जुन काम गरिरहेको छ त्यो काम पहिलो ड्राफ्ट जेठ मसान्तसम्म टुङ्ग्याउने, यही महिनाको अन्त्यसम्ममा टुङ्ग्याउने र त्यसलाई चाहिँ हामीले फेरि थप अमेन्डमेन्टका आवश्यकताहरू कहाँ के छन् भन्ने अर्को अषाढमा त्यसलाई एकचोटि रिभ्यू गरेर साउन 1 गतेदेखि नै कार्यान्वयन गर्ने गरी एकीकृत निर्देशन हामी ल्याउने चरणमा छौँ। उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा एकदमै प्रभावकारी भूमिका खेल्ने हाम्रो अपेक्षा छ। विगतदेखि नै यो एकीकृत निर्देशन जारी गर्ने प्रयास भइरहेको थियो। जुन काम हामीले अहिलेको टिमले सुरु गर्न पाएको छ यो अत्यन्त यसले हाम्रो बीमा क्षेत्रको जो 57औं वर्ष वार्षिकोत्सव हामी मनाइरहँदाखेरि यसले नियमनलाई थप चुस्त बनाउने र छरिएका नीति नियमहरू हुँदै गर्दाखेरि कार्यान्वयनमा जटिलता हुने जुन समस्या छ त्यसलाई सम्बोधन गर्ने हाम्रो विश्वास छ। प्राधिकरणको नियामकीय भूमिका तथा संस्थागत सुधारका लागि कर्मचारीको दक्षता अभिवृद्धिका कार्यक्रमहरू अघि बढाइएका छन्। मैले अघि पनि भने सानो शाखाबाट कर्मचारीको सङ्ख्या 160 पुगेको छ। 160 को सङ्ख्या पुगाउनका लागि पूर्व अध्यक्षज्यूहरूको निकै महत्त्वपूर्ण भूमिका छ। जो अहिलेको फिजिकल स्ट्रक्चर जो बनेको छ त्यो निर्माणमा पनि पूर्व अध्यक्षज्यूहरूको जग्गा खरिददेखि भवन निर्माणसम्ममा अत्यन्त महत्त्वपूर्ण भूमिका उहाँहरूले निर्वाह गरेको कारणले गर्दा अहिले हामीले एउटा सुविधा सम्पन्न पूर्वाधारको अवस्था पाएका छौँ। त्यसलाई सुविधा सम्पन्न पूर्वाधारलाई थप प्रयोग गर्दै जुन अहिले हाम्रो बीमा क्षेत्रमा रहेका बीमकहरू 37वटा 37 जो बीमकहरू छन् त्यसको प्रभावकारी नियमनका लागि हाम्रो कर्मचारीको दक्षता अभिवृद्धि पनि त्यति नै महत्त्वपूर्ण छ। प्राधिकरणको हालको सङ्गठन संरचनालाई थप प्रभावकारी बनाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचनामा आवश्यक पुनरावलोकन गरिनेछ। त्यो उक्त पुनरावलोकनले हाम्रो जो मूल म्यान्डेट हो, ऐनले दिएको मूल म्यान्डेट हो, बीमा क्षेत्रलाई विश्वसनीय बनाउने, बीमा क्षेत्रलाई पारदर्शी बनाउने, बीमा क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बीमा क्षेत्रको सेवालाई हामीले निरन्तरता दिने त्यो म्यान्डेट थप पुरा गर्ने गरी अहिलेको सङ्गठन संरचनामा आवश्यक पुनरावलोकन गरिनेछ। कर्मचारीको क्षमता विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमका अतिरिक्त हामीले आन्तरिक तालिम प्रदान गर्ने गरी प्राधिकरणभित्र एउटा छुट्टै इकाइको स्थापना गर्ने र हरेक शाखाको कामको नेचर हुने गरी तालिमलाई थप प्रभावकारी बनाउने र जब रोटेसन पूर्व उक्त तालिम अनिवार्य गर्ने गरी हामी नीतिगत व्यवस्था मिलाउने गरी काम गर्नेछौँ। त्यो सम्बन्धमा म्यानुअल र कन्टेन्ट बनाउने गरी काम हामीले अगाडि बढाइसकेका छौँ। कार्यालय व्यवस्थापनलाई पेपरलेस बनाई विद्युतीय माध्यमबाट जो विगतमा सुरु भइसकेका थियो त्यसलाई हामीले प्रभावकारी कार्यान्वयन गर्नुपर्नेछ। त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कार्य गरिनेछ। प्राधिकरण तथा बीमकको आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाइनेछ। अडिटको कुरा आउँछ। विगतदेखि नै हामी अडिट गर्दाखेरि चाहिँ फिनान्सियल अडिटको मात्रै कुरा गर्छौँ। अब पर्फर्मेन्स अडिटको एरा छ। पर्फर्मेन्स अडिट हामीले इफेक्टिभ नगरेसम्म हामीले गरिरहेका निर्णयको क्वालिटीका विषयमा हामीले ठिक निर्णय गऱ्यौँ भन्न सक्ने अवस्थामा रहँदैनौँ। अहिले पर्फर्मेन्स अडिटबाटै हामीले गरेका निर्णय कुन हिसाबमा ठिक थिए र कुन हिसाबमा ठिक थिएनन् भन्ने कुरा पहिचान हुनसक्छ। पर्फर्मेन्स अडिट इफेक्टिभ बनाउनलाई हाम्रो इन्टरनल अडिट मेकानिजम अझ बढी स्ट्रङ हुनुपर्नेछ। तत्सम्बन्धमा आवश्यक संरचनात्मक पुनरावलोकन गरी इन्टरनल अडिट गर्ने गरी इन्टरनल स्ट्रक्चर क्रिएट गर्नेछ जसले हामीले गरिरहेका नीति नियम कानुन बमोजिम गरिरहेका कामहरू पनि प्रभावकारी भएको विषयमा इनपुट दिने र त्यसले इफेक्टिभ मेकानिजम चाहिँ हामीलाई बनाउन कतै न कतै सपोर्ट गर्ने हामीलाई विश्वास छ। कार्यालयले प्रवाह गर्ने सेवामा पारदर्शिता, लागत न्यूनीकरण र प्रभावकारिता बढ्नुका साथै बीमकबाट इफेक्टिभ सर्भिस प्राप्त गर्ने सुनिश्चित त्यसले गर्न सक्छ। प्राधिकरणको महत्त्वपूर्ण कार्यक्षेत्र रहेको बीमा सम्बन्धी विवादको निरूपण, उजुरीको फर्स्यौट गति हामीले बढाएका छौँ। विवादलाई वैकल्पिक विधिबाट मध्यस्थता जुन हाम्रो ऐनको म्यान्डेट हो, बीमा ऐनको दफा 13 चले अध्यक्षलाई जुन मध्यस्थता गर्ने अधिकार प्रदान गरेको छ त्यो अधिकार विगतदेखि प्रयोग भइरहेको थियो। उजुरी शाखाले नै दुईटै कामहरू मध्यस्थता सम्बन्धी काम र उजुरी निरूपणको काम गरिरहेको थियो। त्यसलाई हामीले थप इफेक्टिभ बनाउनका लागि मध्यस्थता मेलमिलाप सम्बन्धी काम गर्न सक्ने गरी छुट्टै शाखालाई म्यान्डेट दिएका छौँ। उक्त शाखाको कामले विगतमा निरूपण भइसकेका विवादका प्रकृतिहरू इफेक्टिभली निरूपण हुँदै गर्दाखेरि बिमितले पाउने सर्भिस
अझ प्रपर हुने हामीलाई विश्वास छ। यसको इफेक्टिभ कार्यान्वयनले जुन हाम्रोमा रहेका ब्याकलग उजुरीहरू छन् त्यसको सङ्ख्या घट्दै उजुरी फर्च्योट चाहिँ इफेक्टिभली हुने र हाम्रो विश्वसनीयता थप बढ्ने हाम्रो विश्वास छ। बिमा क्षेत्रमा अध्ययन अनुसन्धानको कार्यलाई इफेक्टिभ बनाउनका लागि हामीले चाहिँ अनुसन्धान शाखालाई एकदमै महत्त्वपूर्ण जिम्मेवारी दिएका छौँ। प्रत्येक महिना विश्लेषणात्मक सामग्री प्रकाशित गर्ने, जुन बिमा सम्बन्धी हाम्रा तथ्याङ्कहरू हुन्छन्, समग्र बिमकको पोजिसन हुन्छ, त्योसँग सम्बन्धित रहेर प्रत्येक महिना अनुसन्धान शाखाले विश्लेषणात्मक सामग्री प्रकाशित गर्ने गरी उसलाई जिम्मेवारी दिएको छ। यही महिनादेखि अनुसन्धान शाखाले सो सम्बन्धमा काम गर्ने र अनुसन्धान शाखाले प्रकाशित गर्ने विश्लेषणात्मक सामग्रीले बिमकलाई आफ्नो आन्तरिक रणनीति बनाउन पनि सहयोग गर्ने र बिमा क्षेत्रका विषयमा जानकारी राख्न खोज्ने अन्य व्यक्तित्वलाई पनि त्यसले सघाउ पुर्याउने हामीलाई विश्वास छ। हामीले तथ्याङ्क त प्रकाशित गरि नै रहेका थियौँ विगतदेखि, त्यसलाई अझ हामीले मोर इफेक्टिभली एनालिटिकल फर्ममा निकाल्नुपर्छ भनेर हामीले काम सुरु गरिसकेका छौँ। यस्तै गरी बिमा सम्बन्धी नीति निर्माण, बिमा लेखको विकास तथा समग्रतामा गुणस्तरीय सेवा प्रवाहका लागि अनुसन्धान शाखाले गर्ने अनुसन्धानहरू र बिमा प्राधिकरणमा रहेका सम्पूर्ण कर्मचारीहरूले कुनै न कुनै प्रकृतिको कर्मचारीलाई हामीले अनुसन्धानात्मक कार्यमा एङ्गेज गराउँदाखेरि उहाँहरूबाट आउने इनपुटले, उहाँहरूले गर्ने रिसर्चको इनपुटले हामीलाई थप क्वालिटीको डिसिजन गर्न, हामीले बनाएका निर्देशिकाका एररहरू पहिचान गर्न र त्यसलाई टाइमली अमेन्ड गर्न पनि सपोर्ट हुने हामीलाई विश्वास छ। प्राधिकरणले अवलम्बन गर्ने नीति तथा कार्यक्रमलाई थप व्यवस्थित गर्दै आगामी वर्षदेखि हामीले बिमा क्षेत्रको छुट्टै वार्षिक नीति तथा कार्यक्रम विगतमा पनि सार्वजनिक हुने गर्थ्यो, तयार हुने गर्थ्यो, तर यसपटक हामीले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हामीले पिरियोडिकली हामीले नियामकीय औजारहरू जे हामीले चलाउँछौँ त्यसलाई पिरियोडिकली रिभ्यू गर्ने गरी, क्वार्टरली रिभ्यू गर्ने गरी एउटा प्रणाली तय गर्ने गरी काम सुरु गरेका छौँ। त्यसले पनि हाम्रा कानुन संशोधनहरू, नीतिगत संशोधनहरू अनुमान योग्य बनाउने र त्यसले प्रेडिक्टेबल इन्भाइरोमेन्ट सुनिश्चित गर्ने विश्वास छ। प्राधिकरणमा दर्ता हुने गुनासोहरूमा बिमितले बिमा लेखका शर्त तथा सुविधाबारे पर्याप्त जानकारी प्राप्त नगरेका कारण अत्याधिक विवाद बढ्ने गरेको विषयहरू आउने गरेका छन्। यसलाई पनि समाधान गर्ने गरी विगतमा पनि साना साना बुकलेटहरू प्रकाशित गर्ने गरिएको थियो। त्यो बुकलेट मार्फत बिमितले बिमा लेखका विभिन्न शर्तका विषयमा जानकारी प्राप्त गर्नुहुन्थ्यो। बिमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नका लागि ऐनले परिकल्पना गरेको बिमा विकासको स्थापना सञ्चालनको कार्य अघि बढाई सो कोषबाट बिमा प्रवर्धन, ग्राहक संरक्षण, बिमा सम्बन्धी अध्ययन अनुसन्धान लगायतका नियमले तोकेका क्षेत्रमा प्रयोग गर्ने गरी कार्य तत्काल अगाडि बढाउनु पर्ने आवश्यकता छ। जो विपन्न वर्गका लागि बिमा विकास कोषको रकम प्रयोग गर्ने भन्ने जुन ऐनको परिकल्पना छ, नियमावलीको परिकल्पना छ, त्यो परिकल्पना साकार गर्नका लागि नेपाल सरकारले विपन्न वर्ग पहिचान गरिदिएको अवस्थामा त्यो कोषको प्रभावकारी प्रयोग गर्न प्राधिकरणलाई सहयोग पुग्ने थियो। आजका दिनमा विपन्न वर्ग पहिचान नगरिकन प्रभावकारी रूपमा विपन्न को हो या होइन भन्ने नछुट्याइकन उक्त कोष हामीले प्रयोग गरिदिँदाखेरि उक्त कोषको दुरुपयोग हुने र लक्षित समूहसम्म जुन ऐनको परिकल्पना छ त्यो समूहसम्म चाहिँ त्यो रकम नपुग्ने जोखिम रहने भएका हुनाले मैले यही फोरम मार्फत आग्रह गर्न चाहे नेपाल सरकारलाई, हामीले कम्तीमा यो विपन्नको एउटा क्याटेगोरी ब्राकेट पहिचान गर्ने गरी कुनै मेकानिजम बनाएको अवस्थामा त्यो कोष चाहिँ हामी सदुपयोग गर्न सक्थ्यौँ, जसले बिमाको एक्सेस विस्तार गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हामीलाई सहयोग गर्ने थियो। प्राधिकरण